हेलो एभ्रिवान, तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने म आशा गर्छु र मेरो चाहिँ डेको सुरुवात भइसकेको थियो र म चाहिँ अब रेडीसेडी भएर स्याउ खाँदै थिएँ। अनि त्यसपछि मम्मीलाई बाई गरेर म चाहिँ रेस्टुरेन्टतिर लागिरहेको थिएँ होइन। अनि अब रेस्टुरेन्ट पनि पुगिसकेँ। अनि रेस्टुरेन्टमा पुगेर मैले चाहिँ अब त्यो टेबलहरू सफा गरेँ। अनि साथै अब म एकछिन चाहिँ आफ्नो भिडियोहरू बनाइरहेको थिएँ होइन। अनि म ठ्याक्कै ठोक्केँ। अनि त्यसपछि त्यस्तै गर्दा गर्दै एउटा अर्डर पनि आयो। अनि मैले अर्डर लिएँ। अनि त्यसपछि एउटा क्युटी काटेँ। अनि त्यसपछि मैले चाहिँ अब न्यापकिनहरू भरेँ होइन माथि गएर। अनि त्यसपछि आजको दिन चाहिँ धेरै नै समटाइम्स गाह्रो भनौँ कि त्यो अलि रस नै थियो, त्यस्तो धेरै पनि थिएन होइन। तर समटाइम्स अब अलि रस नै थियो अनि ठिकै थियो, जस्ट रमाइलो चाहिँ भयो रस भएर। अनि त्यसपछि एउटा दुइटा त्यस्तै गर्दै अनि त्यसपछि आज चाहिँ अलि धेरै भएको थियो होइन। क्युटीहरू पनि मैले चाहिँ लास्टमा देखाउनै बिर्सेछु। अनि म चाहिँ खाना खाएर होइन अब चाहिँ म रुम जानतर्फ लागेको। अनि म चाहिँ रुम जाँदाखेरि चाहिँ पानी परिरहेको थियो। अनि म चाहिँ भिजिरहेको थिएँ, कसरी जाने भनेर सोच्दै थिएँ। फेरि म हिँडेर गएँ होइन। अनि त्यसपछि म चाहिँ रुम पुगेँ। अनि आजको लागि यति नै, भोलि भेटौँला, बाई बाई गाइज।